नमस्कार। आजदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ र आजकै दिनदेखि नयाँ आर्थिक वर्षमा यो वर्षमा लागू हुने गरी नेपाल सरकारले हामीलाई एउटा उपहार दिएको छ, जुन चाहिँ स्वास्थ्यमा 3% कर। मानिलिउँ तपाईँहरूले कुनै अस्पतालमा उपचार गराउनु भयो र त्यो अस्पतालको उपचार गरे बापतको खर्च 1 लाख आयो भने त्यसमा 3% थपेर हामीले 1,03,000 पे गर्नुपर्छ। यो 3,000 धनीहरूको लागि सामान्य कुरा हुन सक्छ, 10,000 सामान्य हुन सक्छ, 50,000 सामान्य हुन सक्छ, तर गरिबहरूको लागि 3,000, 5,000, 10,000 यो सामान्य कुरा होइन। 500 पनि गरिबहरूको लागि एकदमै महत्त्व छ। त्यसैले जो चाहिँ नयाँ सरकारलाई समर्थन गर्ने साथीहरू हुनुहुन्छ, उहाँहरूले पनि आवाज उठाउनुपर्छ। तपाईँहरूले पनि आवाज उठाउनुपर्छ। तपाईँले जे गर्दा पनि ताली पिट्दै जानुभयो भने यसले देशलाई राम्रो गर्दैन। अझै पनि पुरानलाई दोष दिने अनि उम्किने गर्न थाल्नुभयो भने त्यसको रिजल्ट राम्रो आउँदैन। गरिबलाई अप्ठ्यारो पर्ने यस्ता किसिमका योजनाहरूको विरोध गर्नुहोस् खुलेर। जे गर्दा पनि ताली पट्काउने काम नगर्नुहोस्। स्वास्थ्य शिक्षा निःशुल्क हुनुपर्छ भनेर आवाज उठाएर आएको यो सरकार अहिले स्वास्थ्य र शिक्षामै गरिबहरूलाई चाहिँ पेल्ने खालको जुन किसिमको चाहिँ करको योजनाहरू अगाडि बढाएको छ र लागू गरेको छ आजदेखि, त्यो कुरा नेपालीहरूको लागि, गरिबहरूको लागि सही छैन। त्यसैले यो कुरा तत्काल हटाउनुपर्छ। समर्थन गर्ने साथीहरू पनि के कुरामा समर्थन गर्ने, के कुरामा चाहिँ विरोध गर्ने भन्ने कुराको हेक्का हुनुपर्छ। जे गर्दा पनि ताली पट्काएर सबै चिजहरू हुँदैन। भोलि त्यही कुरा तपाईँहरूलाई पर्न सक्छ। समर्थन गर्नेहरू सबै धनी छन् भन्ने हुँदैन, सबैले तिर्न सक्छन् भन्ने हुँदैन। त्यसैले स्वास्थ्य जस्तो कुरामा यसरी कर बढाएर गरिबलाई चाहिँ अप्ठ्यारो पर्ने काम यो सरकारले नगरोस्। यसको सबै चारैतिर सबैले विरोध गर्न जरुरी छ। कतिले के बुझेका छन् भने 3% कर बढाएको अस्पतालले तिर्ने हो भन्ने बुझेका छन्, तर त्यो होइन। यदि उपचार गराउँदा जति बिल आयो त्यसको 3% अटोमेटिक अस्पतालले बिल थपेर 3% बढाएर अनि हामीले पे गर्नुपर्ने हुन्छ। यसको विरोध गरौँ। यो गरिबलाई अप्ठ्यारो पार्ने, गरिब मारमा पर्ने यस्ता किसिमका योजनाहरू ल्याउनु राम्रो हुँदैन।